ह्याप्पी न्यू इयर है ह्याप्पी न्यू इयर यस्तै गरी नयाँ वर्षमा सबजना आउनु है हो अब नयाँ वर्षपछि सबजना आउनु है ह्याप्पी न्यू इयर ल भाइ भिडियो पठाइदियो है ओके आफ्नो रियाक्सन लिएर जाऊ है ह्याप्पी न्यू इयरको सबजना ओके थ्याङ्क यू यहाँ उपस्थित आजको यस कार्यक्रमको सभापति त्यसै गरी हाम्रा सम्पूर्ण यस क्याम्पसमा अध्यापकहरू सम्पूर्ण शिक्षा आज नयाँ वर्ष नयाँ वर्ष आउँदैछ नयाँ वर्ष 2082 ह्याप्पी न्यू इयर ना ह्याप्पी न्यू इयर हो दोस्त ह्याप्पी न्यू इयर यो समय सबलाई एन्ट्री गर्ने अब आजदेखिबाट हामी नयाँ वर्षमा नयाँ समय आइरहेका छन् हुन त अघि सिद्धान्तले भनिसक्नु सधैँ वर्ष नयाँ वर्ष आइरहन्छ तथापि नयाँ वर्षको यस कार्यक्रमले पनि हामीलाई एउटा नयाँ किसिमको एउटा संस्कार र संस्कृति पनि बसालेको छ यसले हामीले अबदेखि गर्ने योजनाहरू कार्ययोजनाहरू के हुन् हाम्रा सपनासँग यी कार्ययोजनाहरू जोडिएका हुन्छन् र त्यही कार्ययोजना अनुसार नै हामीले एक्सनहरू गर्नुपर्ने हुन्छ सफलता हुनुको लागि हाम्रो सपना योजना र एक्सनहरू हुन जरुरी छ सधैँभरि आफ्ना साथीहरूलाई भाइ बहिनीहरूलाई पनि भनिरहन्छु सफलताको सूत्र ड्रिम प्लान र एक्सन हो यदि तीनटा कुराहरू मिलेन भने हामी कहिले पनि सफल हुन सक्दैनौँ र तिनै कुराहरूसँग हाम्रा शुभकामनाहरू जोडिएका हुन्छन् र तपाईँहरू अबका आगामी दिनहरूमा तपाईँहरू फेरि नयाँ वर्ष नयाँ दिनहरू आउँदैछन् र तपाईँ उमेरले पनि केही अगाडि बढिरहनु भएको छ त्यसले तपाईँहरूमा गतिशीलता आओस् तपाईँका विचारहरू तपाईँहरूका सोचहरूमा अझ गतिशीलता प्रदान गरोस् अझ नयाँ उमङ्गहरू ल्याइयोस् आजको लेख्नेक्रममा पनि रङ्गिन लेख्नुहोस् न है लेख भनेर कतिपय अक्षरहरू देखेको छैन है तपाईँहरू यस्तै तपाईँहरूको मन तपाईँहरूको तरिकाहरू यस्तै सधैँभरि यस्तै गरी रङ्गिन होस् रमाइलो होस् र यसलाई चाहिँ अगाडि बढाइरहोस् र तपाईँहरूको सपना तपाईँहरूको योजनाहरू तपाईँहरूको कार्यहरू एकदमै गतिशील हुन् सफल होस् यी दिनहरूमा तपाईँहरूले प्रगति गर्न सक्नुहोस् र सबैसँग हातेमालो गर्दै आफ्ना अधिकारहरू आफ्ना कर्तव्यहरू सधैँभरि ड्युटी भोलिन्टियर हुनु आफ्ना भूमिका धर्मको ड्युटी क्याम्पसको ड्युटी समाजप्रतिको ड्युटी के हो मेरो भन्ने कुराहरू सिमिरहेको सोच्नुहोस् तपाईँहरू आमा बाबु तपाईँको परिवारमा तपाईँको नाता सम्बन्धमा तपाईँको समाजमा यो क्याम्पसमा तपाईँहरूको पोजिसन के हो तपाईँ कुन तह हो तपाईँका ड्युटीहरू के हुन् भन्ने कुराहरू तपाईँहरूले बुझ्नुहोस् र तपाईँहरूको एकदमै प्रगति हुन सकोस् र सम्पूर्ण विद्यार्थीलाई र हाम्रो समुदाय साथीहरू यस क्याम्पसमा जोडिएका सम्पूर्ण व्यवस्थापन समिति लगायत सरकारवाला व्यक्तिहरू सबैमा हामी मङ्गलमय शुभकामना व्यक्त गर्दछु मङ्गलमय शुभकामना धन्यवाद कार्यक्रम सञ्चालक नयाँ वर्ष 2082 सालको पावन अवसरमा आज यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई र सर्वप्रथम आज यस कार्यक्रमका सभाध्यक्ष प्रधान गरिरहेका
मेरा सहकर्मी मित्र बस्ने सहायकहरू लगायत यस कार्यक्रममा उपस्थित सम्पूर्ण विद्यार्थीहरूलाई र अब 2082 साल आउँदै गर्दा हामीहरू पहिले पनि यस्ता कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ र ती कार्यक्रमहरूलाई विद्यार्थीहरू थोरै भए तापनि हामीहरू जानी नजानी भए तापनि र शिक्षण सिकाइमा हामीहरू यहाँ उपस्थित भयो भने सिक्ने सिकाउने विषय कुरा आएको हुन्छ। नानी बाबुहरू पोषण गरिराख्नु भएको छ, केही कमी कमजोरीहरू छ, सिक्दै जाने। अबका दिनहरूमा तपाईँहरू कहिलेकाहीँ क्लास खाली छ भने एक आपसमा मिलेर यस्ता कार्यक्रमहरू आफै पाल्नु पोषणको रूपमा सञ्चालन गर्नु होला, सिक्दै जानु होला। म पनि अब पोषण गर्छु भनेर अगाडि सर्नु होला र शिक्षा क्षेत्रलाई अगाडि बढाउनको लागि हाम्रो मुख्यतया तीनवटा पक्षको भूमिका रहेको हुन्छ। एउटा प्राध्यापकहरूको भूमिका हुन्छ, प्राध्यापक शिक्षक र एउटा विद्यार्थीहरूको चित्तपक्षको समन्वयको आधारमा शिक्षकहरू र तिनीहरूले आफ्नो भूमिका निर्वाह गर्नुपर्नेछ। र तपाईँहरू उच्च शिक्षामा आइसक्नुभएको छ, +2 जस्तो स्कुल लेभल जस्तो यहाँ हुँदैन। तपाईँहरू अब अन्य भइसक्नु भएको छ, तपाईँहरू समयमा हामीले के अपर्च्युनिटी आइपर्छ भन्ने कुरा त्यसले विराम गर्ने तपाईँहरूको हातमा हुन्छ। त्यसकारण अब यो उच्च शिक्षामा अध्ययन गर्दा बढी आफूलाई डिपेन्ड हुन्छ भने धेरै कुरामा अध्ययन गर्ने क्रममा बढी विद्यार्थीहरू शिक्षामाथि डिपेन्ड रहेका हुन्छन् भने उच्च शिक्षा हासिल गर्ने क्रममा विद्यार्थी स्वयं आफू रहन्छ, आफैमा रहन्छ, आफूले कसरी गर्नुहुन्छ। र यति भन्दैमा 2082 सालको शुभकामना सहित तपाईँहरूको उन्नति, प्रगति र समग्र सफलता हाम्रो विकास आफ्ना वक्तव्य र शुभकामना सहित आजको यो शुभकामना आदान प्रदान कार्यक्रमलाई समापन गर्नुपर्छ। आजका सभाका सदस्य अनुरोध गर्दै म पनि बिदा हुन्छु। धन्यवाद। अब भेरी सर्विला हाय हाय ल सोबियो आज हामी 81 साललाई विदा गरेर 82 साललाई स्वागत गर्ने कार्यक्रममा छौँ। नयाँ वर्ष 2082 सालको 52 अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा हुनुभएका सम्पूर्ण यस कार्यक्रमको प्रमुख भाषण गरेर बस्नुभएका आदरणीय अभिभावक हाम्रा गुरु क्याम्पस प्रमुख आदरणीय सर चौधरी लगायत यहाँ उपस्थित हुनुभएका सम्पूर्ण छात्रछात्रीहरू, विद्यार्थीहरू लगायत सम्पूर्ण साथीहरूमा म तर्फबाट र मेरो सुबिरको तर्फबाट सम्पूर्णलाई नमस्कार। 2082 साल सुरुवात हुँदै हामीले आज नयाँ कामको थालनी पनि गरेका छौँ। सर्वप्रथम म क्याम्पसमा आएको
3 वर्ष 4 वर्ष जस्तो भयो के कारणले गर्दाखेरि म अझै पनि यहाँ पढिरहेकै पढिरहेको छु र युको डिएम सीको त्यो राम्रो 4 वर्ष क्याम्पसमा भइरहँदा मैले अब काम सिक्ने सुरुवात गरेका छौँ भन्दाखेरिमा हाम्रो सरहरूले हामीलाई जिम्मेवारी दिनुभयो त्यो जिम्मेवारी हामीले पुरा गरिरहेका छौँ के कार्यक्रम मैले आजसम्म कुनै पनि कार्यक्रमहरू विद्यार्थीबाट सञ्चालन भएको कार्यक्रम मैले देखेको थिएँ तर त्यो कामको सुरुवात हामीले 82 सालमा नै सुरुवात गरिसकेका छौँ अब आउने कार्यक्रम सम्पूर्ण कार्यक्रमहरू विद्यार्थी पक्षबाट हुनेछ भन्ने कुरा पनि सम्पूर्ण विद्यार्थी साथीहरू शिक्षकहरूलाई जानकारी गराइने भयो हाम्रो सबभन्दा पहिलो सुरुवात नै त्यहीबाट गरेका छौँ त्यसै गरी 2082 सालमा हामी प्रवेश गर्दैछौँ दिन परिवर्तन हुन्छ महिना परिवर्तन हुन्छ वर्ष परिवर्तन हुन्छ त्यो वर्ष परिवर्तन त्यो दिन परिवर्तन र त्यो महिना परिवर्तनमा हामीले कसरी आफ्नो भविष्यसँग समन्वय गरेर हामीले आफ्नो भविष्य कसरी सुन्दर बनाउने भन्ने कुरा हामी तपाईँहरूले मलाई आउने भनेको हामीले पढ्न पाइरहेका छौँ तर पढ्न किन पाइरहेको भएको छैन भने तपाईँहरूले आफूले महसुस गर्नुभएको आफूले महसुस गर्नुभयो त्यहाँ हलमा गरौँ एकैछिन कुरा सुन्नु हामीले पढ्न पाइरहेका छैनौँ मात्रै भनिरहेको छौँ खै त हामीले समन्वय गरेको छैन एउटा कामको नयाँ सुरुवात गरौँ भन्दा आफू जुन ठाउँबाट आइरहनु भएको छ त्यही ठाउँबाट आफ्नो विद्यार्थी साथीलाई ल्याएर हाम्रो क्याम्पसमा जोडाउनु पढाइ के भइरहेको छ पढाइ भइरहेको छ चुरे क्याम्पसमा पढाउने शिक्षकहरू मात्रै अब्बल हाम्रो क्याम्पसमा पढाउने शिक्षकहरू अब्बल हुँदैन भन्ने कुरा कसैलाई लाग्छ त्यो होइन त्यहाँ पढाउने शिक्षक पनि काठमाडौँमा पढाउने शिक्षक र यहाँ पढाउने शिक्षक एउटै हो किनकि उहाँहरूले प्राप्त गरेको ज्ञान काठमाडौँमा पढाउने शिक्षकले त त्यो ज्ञान गर्नुभएको छ यहाँ पढाउने शिक्षकहरूले पनि त्यत्तिकै ज्ञान गर्नुभएको यत्तिकै शिक्षक यत्तिकै क्याम्पसमा प्राध्यापक हुन पाइन्छ पाइँदैन त्यसैले शिक्षकलाई मात्रै प्राध्यापकलाई मात्रै क्याम्पसहरूलाई मात्रै सञ्चालक समितिलाई मात्रै सम्पूर्ण क्याम्पसको प्रशासनलाई मात्रै हामी दोष दिएर भन्दैन त्यो कुरा त हामी विद्यार्थीबाट छानबिन गर्नुपर्ने हो नि त हामीले पनि त अहिले त आफूमाथि के अनुभूति गर्नुपर्ने हो नि तपाईँलाई के प्राध्यापकहरू मात्रै आएर पढाइदिएर पछिमा पढाइरहेको हुन्छ तपाईँहरूलाई घरमा गएर पढ्दै पढ्नु भएन भने हिजो भर्खर मैले सायद हामीलाई हाम्रै ग्रुपको हाल्नु पर्थ्यो इक्जाम हलमा विद्यार्थीमाथि जिम्मेवारी गरिएको अब त्यो मान्छेले चिप लगाएर बस्छ भने त त्यहाँको उसले त गर्ने भइहाल्यो नि त्यसैले कक्षामा पढिरहेका छौँ पढिरहेका छैन हामी घरमा गएर पनि पढ्ने जाने सक्छौँ त्यो चिप बनाउने समयमा हामीले के कुरा ज्ञान गरेर गराउनु त्यो क्याम्पस छ जुन क्याम्पसमा हामी गएर इक्जाम दिइरहेका छौँ त्यो क्याम्पसमा चाहिँ हामी दोष लगाउनु पर्ने वार्ता गरेर हुँदैन थियो किन चुरे क्याम्पसलाई दोष दिने हामी चुरे क्याम्पसलाई दोष दिनुपर्ने आवश्यक छ त छैन नि तर त आफू परिवर्तन हुनु पऱ्यो नि यदि हामी सबैजनाले पढेर हामी सबैजनाले राम्रो अङ्क ल्याएर पास भइदिएको चुरे क्याम्पसमा जति इक्जाम भयो भने हामीलाई फरकै पर्छ इक्जाम पढ्ने कुरामा केही कुरामा क्याम्पस प्रशासनबाट केही नराम्रो भएको छ अब केही त्रुटि भएको छ त्यो कुरा ल्याउँछु इक्जाम हलभित्र गइसकेपछि मैले इक्जाम राम्रोसँग दिन पाएन भने त्यो गुनासो होला त्यो त गुनासो होइन तपाईँहरूले इक्जाम दिन हलभित्र गइसकेपछि हलभित्र बसिसकेपछि तपाईँको त्यहाँको सम्पूर्ण विद्यार्थीहरू इक्जाम दिन्छ तर आफ्नो भविष्य त्यहाँ कोरिराख्नु भएको छ नि त्यो भविष्य गर्ने ठाउँ यो इक्जाम हलभित्र गइसकेपछि इक्जाम राम्रोसँग दिन पाएन त्यो यस्तो त्यो गुनासो त्यस्तो गुनासो ल्याएर पसलको लानु त्यो गुनासो इक्जाम हलभित्रको गुनासो मैले कुनै पनि प्रोग्राममा त्यो चाहिँ सफलै गराउन सक्दैन क्या किनकि म पनि विद्यार्थी हो अब मैले गएर त्यहाँ गएर मैले चाहिँ मेरो गरिदिनु पऱ्यो मेरो क्याम्पसको विद्यार्थीहरूलाई गरिदिनु पऱ्यो त्यहाँको उसले मान्छ कुनै क्याम्पसको विद्यार्थीहरूले केही क्याम्पसको विद्यार्थीले आउँदाखेरि हाम्रो अध्यापकहरूले पनि त्यो गर्नुहुँदैछ हामीसँग सम्पूर्ण सबै अहिले सरहरू हामीसँग 10मा 12मा पढाउने शिक्षा गर्ने हुनुहुन्छ उहाँहरूले 10-12मा पढ्ने विद्यार्थीहरूलाई अहिलेसम्म सोध्नुहोस् कुनै हाम्रै क्याम्पसमा पढाउने शिक्षकहरूलाई उहाँहरूले चिठो र छुट दिनुभएको छ त छैन नि हो त्यही कुरा दिमाग मस्तिष्कमा राख्नु कि ब्याज दर पढ्न आइसकेपछि छिटै छोडेर मात्रै पास हुने भन्ने कुरा लेखेको छ 12 क्लाससम्म खैले पढेर आएको होइन अनि किन क्याम्पसमा आइसकेपछि चाहिँ यो परीक्षा त्यो गुनासो अरू क्याम्पसमा केही क्याम्पसमा प्रधानमन्त्रीबाट के तपाईँहरूमाथि कुनै पनि समस्या छ भने सरकारी शिक्षकहरू पनि यही हुनुहुन्छ तपाईँहरूलाई आजै भन्दा पनि हुन्छ
किनकि तपाईँहरूले आज बोल्न सक्नुभयो भने त्यसले ढिलाको सधैँ बोल्न सक्नुहुन्छ त्यो कुरामा बस्ने अहिले गर्ने सबले पढाएर काममा पुगेर केही हुँदैन कुन शिक्षकले पढाउनु भएको छ त्यही शिक्षकले अगाडि गएर भन्नुहोस् न त्यो शिक्षक भोलिदेखि लाजले पनि तपाईँलाई पढाउन आउनुहुन्छ क्या तपाईँले काममा आफ्नै काममा पुगेर शिक्षकको काममा पुग्छ त त्यो पुग्दैन नि आफ्नै काममा भनेर हुन्छ शिक्षकको कामसँग पुग्नु पऱ्यो नि आफैले त्यसैले शिक्षकलाई मात्रै दोष नदिनु दोष हामीमाथि छ पढाउनु राम्रोसँग पहिला शिक्षकलाई मात्रै दोष दिएर भयो किनकि हामीभन्दा धेरै जान्ने भएर ज्ञान भएर उहाँहरूले डिग्री पास गरेर उहाँहरूले सर्टिफिकेट ल्याएर ट्युबमा पढाउन अब्बल भएर नै उहाँहरूले पढाउन आउनुभएको होला नि त त्यत्तिकै त आउनु भएन नि त्यसैले शिक्षक माथि नै दोष दिने काम चाहिँ त्यो बन्द गर्नु अब चाहिँ हामी आफू कुन सरले पढाउन आउँदैन पछिमा त्यो सबै काममा गएर भन्नुहोस् न सबै अगाडि भन्नु नलाग्छ सरलाई साइडमा गरेर कुन सरले आउँदैन त्यो भन्नु है हाम्रो एक्जाम आइसक्यो हाम्रो एउटा सब्जेक्टै पढाएको छैन अब के गर्नु कुन सरले आएर पढाउनु भएको छैन त्यो भन्नु न नेपाल सरहरू यही हुनुहुन्छ नेपाल सरले नेपाल सर आउनु छैन अरू एउटा मात्रै विशेष सबै पढाएको छैन तपाईँहरूको क्लासमा एउटा मात्रै विषय हो अरू चाहिँ भएको छ तर एउटा सब्जेक्ट चाहिँ हाम्रो भएकै छैन सुरुवातै भएको छैन हो यो कुरामा चाहिँ क्याम्पसहरू पनि हेर्नुहुन्छ समाप्त व्यवस्थापन समितिको अध्यक्ष पनि हो यसरी बोल्नु पर्ने हो अर्को अगाडि बोल्न सक्नुहोस् न भयो आजसम्म यो कुरा खबरमा सरले पढाउनुहुन्छ भन्ने कुरा नै मलाई थाहा थिएन अहिलेसम्म मलाई पनि थाहा थिएन त्यही हो मिठै काम है अध्ययन भन्ने किताब कपिल सर अहिले विदा लिएर चाइना घुम्न जानुभएको छ अनि सेन्टरको अहिले के भइरहेछ भनेपछि सेन्टर केमिकल गइरहेछ बद्लेखिलाको एकै ठाउँमा सेन्टर भनेर कमनाको पार्सियलको इक्जाम दिने विद्यार्थी ब्याग लागेको मात्रै कन्डिसन भनेपछि त्यो हल पनि गर्दैन व्यक्तिको तिनीहरूको हल पनि पुरै ब्याग छ किन पाठन हुँदैन सबै होइन सबै ब्याग छ त्यो अब रेगुलर इक्जाम हो भने फेरि डिसेन्ट्रलाइज गर्छ अझै नै पार्सियल चाहिँ अड्डा छैन भनेपछि पढाइ पाठन डिस्टर्ब हुन्छ कुनै कोठा खाली छैन हल पनि खाली छैन को मामलामा अब तपाईँहरू चाहिँ चेकमा राख्नु छ भने पनि लेख्नु जान्दैन त्यो विषय मात्रै होइन है तर बाहिरबाट आएर खबर आयो भने लेख्नु छैन लेख्नु त्योबाट भेटायो भने सबै विषय पनि लाग्छ सर त्यहाँ पनि भेटायो भने त्यो विषय मात्रै आउँछ सर मैले त्यस्तो भन्न चाहिँ खोजेको बोलिहाले अब नेपाल अध्यक्ष चाहिँ उहाँले गर्नुहुन्छ राम्रो पढाउनुहुन्छ तर यदि त्यो चिजहरू जब प्रायः स्टुडेन्टहरू लगिराखेको छ कोही पढ्न आउँदैन होइन तर पछि बात नगर्नु भयो भने उसको चिज देखिरहेछ र उसलाई पनि सबलाई इक्वल गर्नु पऱ्यो कि उसको पनि खोज्नु पऱ्यो उसको पनि खोज्नु पऱ्यो मेरो स्टुडेन्ट हो भनेर उसलाई नखोज्ने उसलाई खोज्ने राम्रो लाग्दैन त्यति बेला के भयो मुका सबैले इक्वल बिहेभ गर भनेर उनीहरूले गर्दैन भनेपछि त हाम्रो त्यसमा भन्नु केही नै लाग्दैन बुझ्यो हामीले रिक्वेस्ट गर्ने उहाँहरूलाई अब उहाँले कुन बिहेभ गर्नुहुन्छ भन्ने कुरा त उहाँमा डिपेन्ड हुने कुरा हो हामीले हाम्रो विद्यार्थीलाई यस्तो गर उसलाई उस्तो गर भनेर हामीले त एग्रिमेन्ट कुरा गर्नु जस्तै क्याम्पसको सर्भिसमा हामीले त्यहाँ बोल्ने भनेको सबैलाई समान व्यवहार गर्नु होला भन्छ भन्नुहुन्छ हामीसँग कति बेला एउटा हामीले त त्योसँग हामीले त उहाँलाई यस्तो गर्नु
समाज सेवा गर्नु नमान्नु त भक्ति चाहिन्छ किनभने यहाँका सरहरू नै साथी छ त्यो हुँदैन राइस नानी सबै लाउँछ कति घन्टीमा आउँछ भन त समस्या चाहिँ धेरै छ होइन यता हो समाधान मेरो सब्सक्राइबर सबैलाई ह्याप्पी न्यू इयर होइन लेट्स गो ह्याप्पी न्यू इयर भन्दैन त मेरो सब्सक्राइबरलाई ह्याप्पी न्यू इयर है अल ओभर नेपाल हाम्रो कलेज यस्तो दामी भइसकेको छ आजकल गाइज वातावरण ल गाइज ल ह्याप्पी न्यू इयर है ह्याप्पी न्यू इयर यस्तै गरी नयाँ वर्षमा सबजना आउनु है हो अब नयाँ वर्षपछि सबजना आउनु है ह्याप्पी न्यू इयर ल ल बाई ओके आफ्नो रियाक्सन लिएर जाऊ है ह्याप्पी न्यू इयरको सबजना ओके थ्याङ्क यू